close till I get up. हेलो जय मसी एभ्रिवान। अहिले चाहिँ रातको ठ्याक्कै 12:10 गएको छ। हामी चाहिँ क्वाइनोनिया साखु मण्डलीमा Hold me close till I get up. Time is barely on our side. I don't wanna waste. सानो मण्डलीको सानो समूहको सानो अगुवा भनेर कसैले आफूलाई हेर्न थाल्यो भने त्यो गलत हुन्छ। हेलो तपाईलाई स्वागत छ हाम्रो कार्यक्रममा। हाम्रो प्रसाद मित्र फिलिप तामाङको बिचमा Close till I get up. Time is barely on our side. I don't wanna waste what's left. The storms we chase are leading us, and love is all we'll ever trust. Yeah, no, I don't wanna waste what's left. And on we'll go, through the wastelands, through the highways, till my shadow turns to sun rays. And on we'll go, through the wastelands, through the highways. And on we'll go. को बारेमा होइन एउटा सानो सन्देश पनि छ। एउटा विद्यार्थीहरू चाहिँ स्कुलमा पहिला अब अहिले त कस्तो थाहा छैन, पहिला फर्स्ट टर्म एक्जामिनेसन, सेकेन्ड टर्म अनि थर्ड टर्म हुन्थ्यो नि त। कमेडी नाइट विथ साफु अनि त्यो विद्यार्थीहरू चाहिँ उपियाको बारेमा धेरै आउँछ कि उपिया होइन तपाईँलाई धेरै। अनि स्कुलमा अब राइटिङ टेस्ट त यहाँ परीक्षामा पार्दैन। राइट एन्ड एसे अबाउट अब काउ। अब यी भिडियो भन्दा चाहिँ भाइरल हान्दैन छ अनि डका लाएर अब होइन गाई चाहिँ अब राष्ट्रिय जनावर हो। गाईले दिन्छ, गाईले घाँस खान्छ, गाईको के हुन्छ दुईवटा सिट हुन्छ। त्यति चाहिँ आउने जति चाहिँ लेखेछ अरे क्या। अब त्यतिखेर पास हुँदैन, उसले धेरै आउने उपिया गरेर उपिया कताउला हाल्ने जे भने उपिया घुस्नु पऱ्यो नि त। अनि 1.5 घन्टा पर पछाडि आएन चाहिँ लास्टमा उपिया घुस्नलाई बुझ्यो के गरेछ भनेर होइन। गाईको जिउमा रौँ आउँछ, रौँ हुन्छ होइन, त्यो रौँमा चाहिँ उपिया हुन्छ भनेर लेख्दैछ अरे। 10 पेज 15 पेज लेख्दैछ होइन। अनि टिचरले हेर्दा त अब फेल भयो नि त, त्यो एसे त मिलेन। किन यस्तो भनेर बोलाएको मिस्टेक भएछ, ल एकचोटिलाई तँलाई गरिदियो छोडिदियो भने। अब सेकेन्ड टर्म एक्जामिनेसनमा चाहिँ अब टिचर अलिक बाठो भएर होइन गाईको बारेमा यस्तो लेख्यो, भैँसीको बारेमा लेख्नु नपऱ्यो भनेछ क्या। भैँसीको बारेमा एसे फेरि त्यो जोक्स त हुने होला। भैँसीको बारेमा भैँसीको पनि त्यही अब सिङ हुन्छ होइन, कालो हुन्छ, दुध दिन्छ, घाँस खान्छ, पराल खान्छ, के खान्छ लेखेछ र पनि 4-5 लाइन मात्रै लेखेछ आएन। त्यसलाई धेरै के आउँथ्यो, के आउँथ्यो उपिया होइन।
सोचेछ अरे कताबाट के घुसाउने उपियाको भैँसीको जिउमा भन्दा पुच्छरमा अलिक हुन्छ रौँ होइन उपिया हुन्छ भने लेख्दैछ त्यहाँबाट फेरि 20 पेज लेख्दैछ अब अति भयो प्यारेन्ट्स मिटिङ बोलाउनु पऱ्यो तपाईँ घरमा खुब उपिया छ कि क्या छोराले खालि उपियाको बारेमा लेख्छ अब लास्ट वार्निङ अब चाहिँ फाइनल वार्निङ त्यस्तो भयो भने चाहिँ तपाईँलाई एक्सनमा छोरा पर्छ भने चाहिँ हामी सर म सम्झाउँछु भनेको छ अरे छोरालाई मजाले कुटेछ अरे क्या घरलाई होइन अब राम्रोसँग पढ्ने खाताको उपिया सुपे लेखेको भने चाहिँ अब फाइनल एक्जाम त पास हुनु पऱ्यो टिचर यति बाठो रहेछ कि होइन अब माछाको बारेमा थाहा छ क्या माछाको बारेमा यसरी लगाइदिएछ क्या होइन अब माछाको बारेमा देखेको खोलामा माछा मारेको अलिअलि सिकेको कुरा लेखिदिन्छ होइन माछा चाहिँ पानीमा पाउँछ Happy birthday to you. Happy birthday, dear Mahima. Happy birthday to you. May God bless you. May God bless you. May God bless you, Mahima. Happy birthday to you. प्रार्थना गरौँ है बहिनीको लागि हुन्छ हामी सबैजना मिलेर प्रार्थना गरौँ तिम्रो लागि घर तिम्रो लागि खै त एउटा जोक जाओस् न मिठो जोक्स हेलो लौ न हेलो तपाईँलाई स्वागत छ हाम्रो कार्यक्रममा हाम्रो प्रसार मित्र फिलिप तामाङको बिचमा हुनुहुन्छ भाइरल है अब भाइरल रात भाइरल खतरा ल तपाईँ ल दियो दियो हो एउटा पोखराको एउटा सेप छ नि हो आने भन्छ नि एउटा त्यही त हो अर्को दिन हाल्नु अनि यहाँ ढुङ्गाले मेरो स्पेसल हो क्या यहाँ बस्नु भयो भने बल्ल थाहा भयो नि सुरुमा 20 त्यो अचार त्यो दिन होला यहाँ त्यो थालमा कजाल त्यो के गर्छ त्यसो गरेछ कस्तो बनाउनु लाग्यो सुट भन्छ कतिजनाको कस्तो अनुकरण शब्द युज गरेको बुरुक बुरुक गरेको अनुकरण शब्द सुकिसक्यो होइन अब त्यो हत्ता बेला रक्कलहरू पाला खानु के पर्छ त्यहाँ भन्नु न थाप्ने आगो मेरो घरमा हेलो जय मसी एभ्रिवान अहिले चाहिँ होइन भ्लग बनाउनु पर्यो हाम्रो दाइको सब्सक्राइब गरिदिनु होला धेरैले
सब्सक्राइब गर्ने त कसरी गर्ने त्यहाँ चाहिँ भीम ढुङ्गाको हो जस्तो लाग्यो हेलो जय मसी एभ्रिवान अहिले चाहिँ रातको ठ्याक्कै 12 बजेर 10 मिनट गएको छ हामी चाहिँ क्वाइनोनिया साखु मण्डलीमा हामी युथहरू चाहिँ त्यस्तो हो नि त्यो अर्कै होइन भाउजूलाई देखाउनु हो क्या हो एकदम एकदम जतिकै भुर्किया बाँधे तपाईँले फेस गरेर तयारी चाहिँ